स्वागत छ। आज हामी नेपालको भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजाबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। हाम्रो छलफल नेपालको शिक्षामा एसईई परिणाम, चुनौती र सुधार भन्ने एउटा लेखमा आधारित छ। यसबाट मुख्य कुरा के निस्कियो, के चुनौती छन् र अब के गर्न सकिन्छ भन्ने हेरौँ है त। सुरु गरौँ न त केही आधारभूत तथ्याङ्कबाट। हजुर, अवश्य। यो वर्षको एसईईमा हेर्नुहुन्छ भने 4,67,000 भन्दा बढी विद्यार्थी थिए। राम्रो पक्ष के छ भने करिब 59.43% चाहिँ सबै विषयमा कम्तीमा उत्तीर्ण हुने ग्रेड ल्याए। तर अर्को पाटो अलि चिन्ता लाग्दो छ। 40.57% विद्यार्थी चाहिँ एक वा बढी विषयमा नन ग्रेडेड मतलब एनजी भए। न्यूनतम अङ्क पनि ल्याउन सकेनन्। 40% भन्दा बढी एनजी, त्यो त धेरै नै भयो नि, होइन? यसले त कति धेरै विद्यार्थीले आधारभूत तह पनि पार गर्न नसकेको देखायो। अनि जीपीए को हिसाबले कस्तो रह्यो त स्थिति? हो, त्यो एनजीको आँकडा साँच्चै नै शोचनीय छ। जीपीएतिर हेर्दा माथिल्लो जीपीए मतलब 3.6 देखि 4.0 ल्याउने विद्यार्थी त झन् घट्यो छन्। गत वर्षभन्दा कम भएर 5,432 मात्र। अनि अझ गम्भीर कुरा के भने 84,000 भन्दा बढी विद्यार्थीको जीपीए 2.0 भन्दा पनि कम आयो। ओहो, 84,000 भन्दा बढी। हजुर, यसले त तल्लो तहदेखि नै सिकाइमा कत्रो खाडल छ भन्ने प्रश्न देखाउँछ। अनि त्यो पहिलेदेखिकै सहरी, ग्रामीण, निजी, सरकारी बीचको नतिजाको असमानता त्यो त कायमै छ। 84,000 विद्यार्थी 2.0 भन्दा तल, कति ठुलो सङ्ख्या हो यो। यिनीहरूलाई त कति धेरै थप सहयोग चाहिने रहेछ। यो यस्तो नतिजा आउनुमा खास कारणहरू चाहिँ के हुन् भनेर स्रोतले के भन्छ? कारणहरू त धेरै नै औँल्याएको छ स्रोतले। पहिलो त भनौँ न, तल्लो कक्षाहरूमा नै सिकाइको जग अलि कमजोर भयो कि भन्ने छ। दोस्रो, दुर्गम ठाउँहरूमा योग्य शिक्षकको अभाव, खास गरी विज्ञान, गणित, अङ्ग्रेजी जस्ता विषयमा। तेस्रो, कक्षा कोठा खचाखच हुने अनि अझै पनि त्यो घोकेरै पास गर्ने चलन। त्यो घोक्ने प्रवृत्ति त हट्दै हटेन है। खै त्यस्तै देखिन्छ। अनि अरू पनि छन्, जस्तो सामाजिक आर्थिक कारणहरू। कति विद्यार्थीले घरमा सघाउनु पर्ने, आफै काम गर्नुपर्ने बाध्यता। अनि अर्को ठूलो कारण चाहिँ त्यो राजनीतिक हस्तक्षेप। नियुक्तिदेखि लिएर स्रोत बाँडफाँडसम्म यसको असर देखिन्छ रे। फेरि राजनीतिक दलहरूले गर्ने बन्द, हडतालले पढाइमा कति बाधा पुर्याउँछ, यो कुरा पनि लेखमा छ। यो राजनीतिक हस्तक्षेपको कुरा आयो, यो अलि चाखलाग्दो छ। सरकार फेरिने बित्तिकै नीति फेरिने अनि स्रोत बाँड्दा पनि पहुँच हेरिने, यस्ता कुराले शिक्षा जस्तो क्षेत्रमा कसरी असर पार्छ भनेर अझै प्रश्न पारेको छ कि स्रोतले? छ। यो महत्त्वपूर्ण प्रश्न हो। स्रोतले के भन्छ भने राजनीतिक अस्थिरताले गर्दा नीतिहरू टिक्दैनन्। एउटा सरकारले एउटा योजना ल्याउँछ, अर्को आउँछ त्यसलाई फेर्न खोज्छ। कार्यान्वयनमै समस्या हुन्छ। अनि त्यो स्रोत वितरणमा राजनीतिक पहुँच हावी हुँदा जहाँ आवश्यक छ त्यहाँ भन्दा पनि जहाँ पहुँच छ त्यहाँ बजेट जान्छ। दुर्गम ठाउँहरू झन पछि पर्छन्। त्यस्तै शैक्षिक निकायमा योग्यता भन्दा पनि राजनीतिक नियुक्तिले गुणस्तरमा सम्झौता हुन्छ, जवाफदेहिता कम हुन्छ। अनि दलहरूले गर्ने बन्द, हडतालले त सिधै विद्यालय बन्द, पढाइ चौपट। त्यसैले स्रोतले के भन्छ भने शिक्षालाई राजनीतिबाट जसरी हुन्छ टाढा राख्नु पर्यो। कारणहरू त गम्भीर रहेछन्, विशेष गरी यो राजनीतिक प्रभाव। समाधान त पक्कै सजिलो छैन होला, तैपनि स्रोतले के व्यावहारिक उपायहरू सुझाएको छ कि? चुनौती जटिल भए पनि उपाय नभएको होइन। स्रोतले केही ठोस सुझाव दिएको छ। जस्तो पहिलो त पाठ्यक्रमलाई अलिक आधुनिक बनाउने, घोक्ने भन्दा पनि सिप र व्यावहारिक ज्ञानमा जोड दिने। दोस्रो, शिक्षकहरूको क्षमता बढाउने, उहाँहरूलाई तालिम दिने, प्रविधि प्रयोग गर्न सिकाउने। तेस्रो, नियुक्ति र स्रोत बाँडफाँड योग्यता र आवश्यकता हेरेर गर्ने। ठिक हो। अनि चौथो, अलि कमजोर विद्यार्थीलाई थप कक्षा दिने, निरन्तर मूल्याङ्कन गर्ने, मतलब वर्षभरि नै उनीहरूको प्रगति हेर्ने। अनि पाँचौं, अभिभावकहरूलाई पनि सचेत गराउने। अभिभावकको भूमिका पनि महत्त्वपूर्ण भयो। यी समाधानहरू हेर्दा त अभिभावक, शिक्षक, विद्यालय सबैको उत्तिकै भूमिका देखियो नि, होइन? उनीहरूको खास जिम्मेवारी के हुन् भनेर पनि केही भनेको छ?
यो सबै मिलेर गर्ने काम हो भन्नेमा जोड दिएको छ। छोटकरीमा भन्दा अभिभावकले घरमा पढ्ने वातावरण बनाइदिने, बच्चाको पढाइमा चासो लिने, स्कुल शिक्षकसँग सम्पर्कमा रहने, उनीहरूको मानसिक स्वास्थ्यमा पनि ध्यान दिने। शिक्षकहरूले चाहिँ विद्यार्थीको कमजोरी बुझेर सिकाउने, पढाउने तरिका अलि रमाइलो र व्यावहारिक बनाउने, अभिभावकसँग कुरा गर्ने अनि विद्यार्थीलाई सोच्न सक्ने बनाउने। अनि विद्यालय प्रशासनले चाहिँ योग्य शिक्षक राख्ने, चाहिने सामानहरू जुटाउने, नियमित पढाइ गराउने अनि स्कुलमा डर नलाग्ने, सिक्न मन लाग्ने वातावरण बनाउने, यी सबैको भूमिका छ। त्यसो भए यो सबै कुरा सुन्दा नतिजा मिश्रित भए पनि खास गरी त्यो नन ग्रेडेड हुने विद्यार्थीको यति ठूलो संख्याले त हाम्रो शिक्षा प्रणालीमा गहिरो समस्या छ भन्ने कुरा फेरि देखायो नि, हैन? बिल्कुल, एकदम सही कुरा। गुणस्तरीय र सबैलाई समान शिक्षा दिन अब नीति बनाउनेदेखि लिएर शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक नेतृत्व सबैले मिलेर गम्भीर भएर लाग्नै पर्छ। ढिला भइसक्यो। यो खाली एउटा परीक्षाको नतिजा मात्रै होइन, यो त देशकै भविष्यसँग जोडिएको कुरा हो। यो छलफललाई यही टुङ्ग्याउनु अघि एउटा प्रश्न सोचौं न। स्रोतले प्रणालीगत सुधार र व्यक्तिगत जिम्मेवारी दुवैमा जोड दिएको छ। यस्तोमा हामीले आफ्नै ठाउँमा, समुदायमा वा परिवारमा शिक्षा सुधार्न सबैभन्दा पहिले कहाँबाट सुरु गर्न सक्छौं होला? यो प्रश्नमा विचार गर्दै आजलाई बिदा लियौं।